गुरुचरणकमलेभ्यो नमः। गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः। सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः। दक्षिणे लक्ष्मणो यस्य वामे च जनकात्मजा पुरतो मारुतिर्यस्य तं वन्दे रघुनन्दनम्। श्रीराम जय जय राम। श्रीराम जय जय राम। श्रीराम जय जय राम। राजा रामचंद्र भगवान को, स्वस्थानी माता को, अपना अपना गुरुदेव भगवान को, आज को आनंद को, भक्त और भगवान को। नमः पार्वती पतये हर हर महादेव। सन्निकट उपस्थित इस अनुष्ठान का आचार्य प्रवर तथा उपस्थित मातृशक्ति एवं श्रोतागण सबैलाई यथा योग्य प्रणाम निवेदित गर्दै आजको यो श्री स्वस्थानी कृतकथाको मासिक अनुष्ठानको द्वितीय दिवसमा पुनः मैले बोल्ने अवसर पाएको छु। यहाँ यो अवसर प्राप्त गराइदिनु हुने सम्बन्धित सबैलाई हृदयदेखि आभार व्यक्त गर्दै आज के भन्न चाहन्छु भने हिजो हामीले चर्चा गरेका थियौं यो हामीले प्राप्त गरेको जो सम्पत्ति छ, सम्पदा छ, सबै भगवानको कृपाको फल हो, भगवानले नै दिएको हो। यदि यो शरीरमा भगवत तत्व हुँदैन भने यो शरीर कुनै कामको छैन। जबसम्म भगवत तत्व छ, जबसम्म यो शरीरमा शिव छ, तबसम्म हामी यो संसारको लायक छौं, यो संसार हाम्रो लायक छ। जुन दिन यो शरीरबाट शिव तत्व जान्छ त्यसपछि यो शरीर शव भइदिन्छ। जलाउनु बाहेक अरु केही औचित्य छैन। त्यही भएर जबसम्म हाम्रो यो शरीरमा शिव तत्व छ, भगवत तत्व छ, यो शरीरबाट भगवानको लागि नै कार्य हुनुपर्छ, भगवानको नै कार्य गर्नुपर्छ। यदि भगवानको कार्यमा हामीले यो शरीरलाई खटाउन सकिएन भने जुन कार्यमा तपाई खटिनु भएको छ त्यो भगवानको लागि नै अर्पण गरिदिनुहोस्। भगवत गीताले यही भन्छ, यत् करोसि यदस्नासि यज्जुहोसि ददासि यत् तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम्। हामीले जे गर्छौं, यत् करोसि यदस्नासि जो खान्छौं हामीले, यज्जुहोसि जो हामीले हवन यजन अर्चन इत्यादि गर्छौं, यत् तपस्यसि जो हामीले तप गर्छौं, त्यो सबै भगवानको निमित्त होस्। यो जीवन हाम्रो भगवानको निमित्त होस्। यति मात्रै जीवनको उद्देश्य हुनुपर्छ। दिनदिन हामी जसरी हामी समृद्धि प्राप्त गर्दै गएका छौं, सम्पन्नताकी ओर जाँदैछौं, हामी भगवानबाट विमुख हुँदैछौं। मन्दिरको भीड थोरै भइसकेको छ। किन? यदि हामी संकटमा थियौं भने हामीले भगवानलाई सम्झिन्थ्यौं। आज सम्पन्नता हुँदा किन बिर्सने? यो सम्पन्नता यदि भगवानलाई हामीले बिर्स्यौं भने सम्पन्नता कति दिन टिक्छ भन्ने थाहा छैन। तसर्थ हाम्रो जो भी सम्पत्ति छ, जो भी हाम्रो सामर्थ्य छ, हाम्रो भगवानको निमित्त अर्पण हुनुपर्छ। आज यी कथाहरूको आवश्यकता किन पर्यो? यो हामीले सुध्रने मौका हो। सत्संग हुन्छ, कथा हुन्छ, यो चाहे भागवत कथा होस्, चाहे राम कथा होस्,
या घरमा हुने आजा पूजाहरू हुन्, यो हामीलाई परमात्माले सुध्रिने मौका दिएको हो। किनभने हामी कति गतिला छौं, कति राम्रा छौं र नराम्रा छौं, यो हामीलाई थाहा हुने कुरा हो। अरूले त अनुमान मात्रै लगाउँछन्। वास्तवमा केही कमी कमजोरी छ भने हामीलाई मात्रै थाहा हुन्छ। त्यही भएर यी कथाहरू केवल हाम्रा लागि हुन्छन्, यो समाजका लागि होइन, परिवारका लागि होइन, विशेष व्यक्ति विशेषको लागि हुने गर्छन्। किन कुनै जानवरलाई कथा सुनाउने आवश्यक पर्दैन? क्यों? किनभने जानवर यथास्थान छन्। गाई भुकेको छैन, कुकुर नै भुक्छ आजसम्म पनि। जसले जे धर्म पालन गरेको छ, पतन कहाँ भएको छ भन्दा सर्वश्रेष्ठ मानिने मानिसमा पतन भयो। केवल 84 लाख योनिमा सर्वश्रेष्ठ प्राणी भनेको मानिस हो। यसलाई नै ऊर्ध्वमुखी भनिन्छ। मानिसको बाहेक अरू कसैको मुख ऊर्ध्व भनेको ठाडो मुख छैन। यद्यपि आज मोबाइलले गर्दा मान्छे पनि घोप्टोमन्टो पारेर बस्छ, तर पनि ऊर्ध्वमुखी भनेको केवल मान्छे हो। अनि विकार पनि यही मान्छे नै आएको छ। बाघले कहिल्यै व्रतवस्तु भन्दै आएको छैन। सदियौं पहिला पनि उसले मासु खान्थ्यो, आज पनि मासु खाएको छ। कुकुर पनि जस्ताको तस्तै छ, जानवर जस्ताका तस्तै छन्। विकार परिवर्तन कहाँ आयो त भन्दा मान्छेमा आयो। जसलाई यो संसारको सर्वश्रेष्ठ प्राणी मानियो, त्यसैमा विकार आयो। प्रकृतिको पोषक हुनुपर्नेमा हामी प्रकृतिका शोषक भइयो। अतः यी कथाहरू हामीलाई सुध्रिने अवसर दिन्छन्। यी कथाहरूले यदि तपाईँ यहाँबाट पनि सुध्रिनु भएन भने सबभन्दा पहिला हामीलाई सुधार्ने प्रयास कसले गर्छ? आमा बुवा, माता पिताले हामीलाई सुधार्ने प्रयास गर्छन्। यदि त्यहाँबाट पनि सुध्रिएन भने त्यसपछि गुरुहरू, विद्यालयका शिक्षकहरू, तिनले प्रयास गर्छन् सुधार्ने। महाभारतमा एउटा श्लोक के आउँछ भने गुरुः आत्मवतां शास्ता राजा शास्ता गुरुआत्मना। गुरुबाट जो सुध्रिएन, माता पिता गुरु शिक्षकबाट जो सुध्रिन सकेन, त्यसको शासन फेरि कसले गर्छ भन्दा राजाले। पुलिसको हवाला गराइदिनुपर्छ जो समाजमा मानेन भने। बाबुआमाले भनेको नमाने टिचरको हातमा, टिचरको हातबाट जानेन भने फेरि पुलिसको हातमा समाइदिनुपर्छ। अथ प्रच्छन्न पापानां, यदि पुलिसबाट पनि यदि मानेन त्यो पाप कर्म गर्दै गयो, दुराचार गर्दै गयो भने अथ प्रच्छन्न पापानां शास्ता वैवस्वतो यमः, त्यसमा शासन गर्नको लागि फेरि यमराज छ। विविध नरकको जो वर्णन छ त्यो मान्छेलाई सुधार्ने काम हो। सत्संगबाट सुध्रिएन भने नरकमा गएर सुध्रिनुपर्छ। जसरी कुनै साधारण मैलो भएको कपडालाई पानीमा मात्रै निकालेर शुद्ध हुन्छ भने दाग लागेको कपडामा साबुन लगाउनु पर्छ। त्यसले पनि गएन भने त्यसलाई ठटाउनु पर्छ। त्यसले पनि गएन भने तातो पानीमा चोक्नु पर्छ। उद्देश्य के हो? त्यो कपडा निर्मल बनोस्, पुनः उपयोग योग्य बनोस्। त्यस्तै मनुष्य शरीर पनि जति बिग्रन्छ त्यति घोर नरकमा जान्छ। त्यहाँबाट त्यसलाई रिपेयर भन्नुहोस्, रिपेयर गरेर फेरि मनुष्य सदृश बनाएर, अब भर्खर कथामा प्रसंग आएको थियो, विविध योनिमा डालेर कुन कक्षामा गएर त्यसलाई यातना दियो, त्यो यातना भन्छन्। जसमा सर्वप्रथम अभयम सत्व संशुद्धिः ज्ञान योग व्यवस्थितिः दानम दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम। जसमा अभयत्व, दैवी संपदामा सर्वप्रथम गुण के हो? दैवी संपदा भएको मनुष्यको सर्वप्रथम गुण के हो भने अभयत्व। अभय भनेको उसमा कुनै प्रकारको डर हुँदैन। अभय भनेको निर्भय हुनु, भय भनेको के हो त भन्दा इष्टको वियोग जुन तपाईसँग प्राप्त छ, जो संसारमा जो तपाईलाई सबैभन्दा धेरै प्यारो लाग्छ, सम्पत्ति होस्, पुत्र पौत्र होस्, घर होस्, मकान होस्, दुकान होस्, जो तपाईलाई प्रिय लाग्छ त्यसको वियोग हुन्छ कि भन्ने डर। अनि अनिष्टको प्राप्ति, जो तपाईले चाहनुहुन्न त्यो पाइन्छ कि, त्यो मलाई मिल्छ कि भन्ने डरलाई भय भनिन्छ। अनि यिनी दुवैबाट निर्भय हुनु, कुनै प्रकारको डर नहोस्, यो भय दुई प्रकारको हुन्छ। एउटा चोर, डाकु, बाघ, सर्प इत्यादि जो बाहरी भय हुन्छ। शरीर नाशको दृष्टिले जो डर हुन्छ हामीभित्र, त्यसलाई बाहरी भय भनिन्छ भने जस्तो मान अपमान,
मलाई मेरो अपमान हुन्छ कि मेरो तिरस्कार हुन्छ कि म फेल हुन्छु कि समाजले मलाई के भन्ला भन्ने प्रकारको जो भय हुन्छ त्यो भित्री भएको, यिनी दुवै प्रकारको भयको सर्वदा अभाव हुनु नै अभयत्व हो। दैवी सम्पदा प्राप्त गरेको मान्छेको सर्वप्रथम लक्षणमा 26 लक्षण मध्ये पहिलो लक्षण भनेको अभयत्व। सत्व संशुद्धि भनेको निर्मलता, अन्तःकरणको पूर्ण निर्मलता भन्नाले भित्री मनबाट नै पवित्र हुनु, संसारबाट विराग हुनु अनि भगवान प्रति अनुराग हुनु नै पूर्ण निर्मलता हो। ज्ञान योग व्यवस्थिति भनेको छ तेस्रो उसमा तत्व ज्ञानका लागि ध्यान योगमा तत्पर स्थिति नै ज्ञान योग व्यवस्थिति हो। चौथो लक्षण दान। दान भनेको के भन्दा सात्विक दान। सात्विक दान के हो भन्दा 17वें अध्यायको 20वें श्लोकमा भन्छ दातव्यमिति यद्दानम्। दान दिनु पर्दा सर्वप्रथम तपाईको हृदयमा के आओस् भन्दा दातव्यम। दातव्य भनेको दिनुपर्छ, मैले गर्ने काम हो। दातव्यमिति यद्दानम् दीयतेनुपकारिणे, अनुपकारिणे। परोपकार चाहिएन त्यसको बदलामा, मेरो कर्म कर्तव्य हो दिनु। दातव्यमिति यद्दानम् दीयतेनुपकारिणे देशे काले च पात्रे च तद्दानम् सात्विकं स्मृतम्। देश काल परिस्थिति हेरेर जहाँ जुन कुराको आवश्यकता छ, जुन कुरामा तपाईले लोक दृष्टिमा जसलाई आफ्नो मान्नु भयो त्यो कुराको यथास्थान दान गर्नु नै सात्विक दान हो। अब दान किन गर्नुपर्छ भन्दा धनको 3 गति हुन्छ। तपाईसँग जो धन छ त्यसको केवल 3 गति छ। यदि कसैलाई चौथो गति थाहा छ भने भनिदिनु। 3 गति के हो भन्दा दान, भोग र नाश। तपाईसँग सम्पत्ति छ, दान, भोग र नाश बाहेक चौथो के हुन्छ? यदि तपाईले त्यो सम्पत्तिको दान गर्नुहोस् या त उपभोग गर्नुहोस् नत्र नाश भएर जान्छ। दानम भोगो नाशस् तिस्रो गतयो भवन्ति वित्तस्य यो न ददाति न भुङ्क्ते। जसले न दिन्छ न खान्छ तस्य तृतीया गतिर्भवति, उसको धनको तेस्रो गति हुन्छ। त्यही भएर शास्त्रमा दानको विशेष महत्व बताइएको छ। दान नदिनेको निन्दा गरेको छ। के भन्छ भने द्वौ अम्भसि निवेष्टव्यौ गले बद्धा दृढां शिलाम्। दुईजनालाई घाँटीमा ढुङ्गा बाँधेर गहिरो पानीमा डुबाइदिनुहोस् अरे। कुनै गीतिकारले लेखेका छन्। कसलाई भन्दा धनवन्तम अदातारम, जो धनी छ दान दिँदैन। और दरिद्रम च तपस्विनाम, दरिद्र छ यानी गरिब छ र तप गर्दैन, परिश्रम गर्दैन, यस्ता दुईजनालाई पानीमा डुबाइदिनु पर्छ। दान भनेको सात्विक दान। अदत्त दानाच्च भवेत् दरिद्रो। दरिद्र हुने, गरिब हुने किन हो? दान नदिएर आफूसँग थियो तर लुकाएर राख्यो, समय पर्दा आवश्यकता हुँदा दिएन। और दरिद्र भावाच्च करोति पापम। अब गरिब भएर जन्मियो, अब त्यो दरिद्रको अभावले अब पैसा कमाउनु पर्यो, पाप कर्म गरेर फेरि कमाउन थाल्यो। पापात् प्रभावात् नरकम प्रयान्ति। त्यही पापको प्रभावले ऊ नरकमा जान्छ अनि पुनर्दरिद्री पुनरेव पापी। त्यही भएर आफूसँग भएको कुनै दोहाकारले लेखेका छन्, पानी बढे नाव में जो घर में बाढ़े दाम। अलि हिन्दी बुझ्नुहुन्छ होला नि। पानी बढ़े नाव में जो घर में बढ़े दाम, दोनों हाथ उलीचिए यही सयानो काम। डुङ्गा छ, तपाईको पानी भरिन थाल्यो भित्र, अब के गर्नुहुन्छ? हात पानी उभाउनुहोस् र बाहिर फाल्नुहोस्। जति छिटो फाल्नुहुन्छ त्यति तपाईँ सुरक्षित हुनुहुन्छ। त्यस्तै घरमा बढेको सम्पत्ति आफ्नो आवश्यकता, आफूलाई आवश्यकता जति छ त्यति राख्नुहोस्, अरू सत्पात्रमा व्यय गर्नुहोस्। सदस्थान जहाँ आवश्यक छ त्यहाँ। यो दैवी सम्पदा भएको व्यक्तिको चौथो लक्षण दान। दम भनेको इन्द्रियहरूको निग्रह। के हेर्ने हो, के खानी हो, के सुन्ने हो, शास्त्र विधि सहित हो सबै कुरा। शास्त्रबाट इतर गएर मनमाना सुन्ने, मनमाना खाने, मनमाना देख्ने यो पाप कर्म हो। देख्न मन लागेको छ भन्दैमा देख्ने होइन, के देख्नु पर्ने हो। खान मन लागेको छ भन्दैमा खाने होइन, खाने कुरा के हो, कति बेला खाने हो,
यो सबैमा कन्ट्रोल हुनु, नियन्त्रण हुनु नै दम हो। पाँचौं अंश छठा अंश यज्ञ। यज्ञ पनि सांसारिक कर्म पनि भगवत प्रीत्यर्थ गर्नु नै यज्ञ हो, भगवानको निम्ति अर्पण गर्नु। सुरुमा नै मैले भनिसके, भगवान तथा गुरुजनको पूजन मुख्य रूपमा यज्ञ हो। भगवानको निमित्त आहुति दिनु, त्यो पनि निस्वार्थ भावले, बिना फलको इच्छा किए। फलको इच्छा नभइकन भगवान निमित्त अग्निहोत्र आदि कर्म गर्नु नै यज्ञ कर्म हो। भगवत गीताकै 18वें अध्यायको 5वां श्लोकमा यज्ञ आदि कर्मको त्याग नगर्नु भनेर भनेको छ। चौथो अंश अगाडि अंश स्वाध्याय, वेद शास्त्रको पठन पाठन तथा भगवानको नाम संकीर्तन। तप भनेको स्वधर्म पालनको लागि कष्ट सहनु, गर्मीमा नुहाउने, जाडो आएपछि छोड्दिने, त्यस्तो तरिकाले धर्म पालनको लागि जो कष्ट सहनु पर्यो त्यो सहजतापूर्वक सहनु पर्यो। आर्जवम भनेको सरलता, सरल हुनु पर्यो व्यक्तिलाई। अनि अहिंसा, मन वाणी शरीर, तीन चीजद्वारा कसैलाई पनि कष्ट नदिनु, मानसिक रूपमा पनि, वाणीबाट पनि, शारीरिक रूपमा पनि। कति यस्ता हुन्छन् कि शारीरिक रूपमा त कसैलाई केही भन्दैनन्, तर मनैमन गाली गर्दै जान्छन्। अनि वाणीबाट पनि कठोर बोल्ने हुन्छन्। अहिंसा भनेको कसैलाई पनि आफूलाई जो मन पर्दैन त्यो अरूलाई पनि नपस्कियोस्, वाणीद्वारा होस्, मनद्वारा होस् या शरीरद्वारा होस्। सत्य भनेको यथार्थ र प्रिय भाषण। सत्यम ब्रूयात् प्रियम ब्रूयात् मब्रूयात् सत्यम प्रियम प्रियञ्च नामृतम ब्रूयात्, एष धर्म सनातन भनेको छ। सत्य बोल्नुहोस् र मिठो बोल्नुहोस्, यस्तो सत्य पनि नबोल्नुहोस् जो तितो लागोस्, अनि गुलियो लाग्ने झुट पनि नबोल्नुहोस्। यही सनातन धर्म हो। अक्रोध भनेको छ आफ्नो अपकार गर्नेसँग पनि क्रोध नगर्नु। जसले तपाईको नराम्रो चिताएको छ, जसले तपाईसँग नराम्रो व्यवहार गर्यो, जो तपाईको अनुकूल छैन, त्योसँग पनि रिस नगर्नु, क्रोध नगर्नु। अपकारी श्रेय साधु उपकारी श्रेय साधु साधुत्वे तस्य को गुणः। जो उपकार गर्ने मान्छे छ त्योसँग त सबै साधुताले पेश आउँछन्। त्यो तपाईको अनुकूल छ, त्यसका अगाडि किन रिस गर्नु पर्यो? तर अपकारी श्रेय साधु ससाधु इति कीर्तितः, जो तपाईको अपकार गर्नेछ, जो तपाईको नराम्रो गर्नेछ, त्यसका अगाडि पनि साधु हुनुहुन्छ भने तपाई वास्तवमा साधु हो। त्याग भनेको कर्ममा कर्तापनको अभिमानको त्याग हुनु। यो विशेष आवश्यक कुरा छ। आजको समाजमा के छ भने अहंकार धेरै भयो। मैले यति गरे र उति गरे, तो फेसबुक इत्यादिको माध्यमबाट संसारसम्म पुर्याउने प्रचलन सुरु भयो। तर याद राख्नुहोस्, पाप र पुण्यको विषयमा एउटा कुरा के छ भने यो जति लुक्यो त्यति बढ्छ, जति देखियो उति घट्छ। हाम्रो गल्ती के हुन्छ भने मनुष्य शरीर हो, पाप र पुण्यले मिलेर बनेको, हामी पाप पनि गर्छौं र पुण्य पनि गर्छौं। तर के भयो, पाप गरेर हामीले फेसबुकमा लेखेनौं, पुण्य गरियो त लेखियो, फोटा टाँसियो, सकियो। जहाँ प्रदर्शन भयो त्यो त्यहाँबाट अगाडि बढ्न सक्दैन। कहिले आलु रोप्नेले माथि देखाएको देख्नु भएको छ? माटामाथि राखेर कि मैले आलु रोपे दुनियाँले देखुन्, हैन। जे कुरा तपाईले छर्नुहुन्छ त्यो माटामुनि जानु आवश्यक छ। लुकेर बस्यो भने बल्ल त्यो निस्कन्छ त्यहाँबाट। लुक्न पाएन भने त्यो उत्पन्न हुन्न। त्यो चराले खाएर जाला, मादरले खाएर जाला, माटामुनि नगएकोले फलीभूत हुँदैन। त्यस्तै यदि तपाईले पुण्य गर्नुभयो र प्रदर्शन गर्नुभयो, त्यो ढुङ्गामा लेखेर होस्, चाहे फेसबुकमा लेखेर होस्, चाहे घर घर गएर होस्, पुण्यको प्रभाव सकियो। तपाईले गर्नुभयो पुण्य, त्यहाँबाट तपाईले त्यति मात्रै उपलब्धि पाउनुभयो, तपाईको नाम भयो, सकियो। पाप गर्नुस् र भन्नुस् सबैलाई, तर पुण्य गरेर नभन्नुस्। अहंकार नल्याउनुस् त्यसमा। त्याग भनेको त्यही हो।
वास्तवमा त्याग त्यही हो जो तपाईले दिनुभयो र सकियो। त्यसको चर्चा नै छैन, कुनै प्रकारको चर्चा छैन। पाप गर्नुहोस् न लुकाउनुहोस्। पाप गरेर लुकाउनु भयो भने त्यो पाप बढ्दै जान्छ। पुण्य गरेर लुकाउनुहोस्, त्यो पुण्यको फल तपाईले यथासमेत पाउनुहुनेछ। शान्ति, अर्को गुण के हो भने शान्ति, चित्तमा चञ्चलताको अभाव। अपैशुनम भनेको कसैको पनि निन्दा नगर्नु। दया, सबै प्राणीमा हेतु रहित दया हुनु। दया गरे बापत मलाई यो चाहियो भन्ने नै। तपाईसँग सामर्थ्य छ त तपाईले दिनुभयो, त्यसको बदलामा तपाईलाई केही चाहिएको छैन, त्यो दया हो। अलोलुप्तम भनेको इन्द्रियको विषयसँग संयोग हुँदा पनि उसमा आसक्ति नहुनु। कुनै कुरा खानेकुरा मन पर्छ, सुख भनेको के हो भन्दा विषय र इन्द्रियको संयोग नै सुख हो। अब तपाईसँग जिब्रो छैन त गुलियो के नुनिलो के? गुलियोमा यदि कोही रमाएको छ भने विषय भनेको गुलियो भयो, इन्द्रिय जिब्रा भयो। जिब्रोले गुलियो थाहा पायो, अब त्यसमा आसक्त हुनुभयो तपाईँ। कुनै पनि कुरामा तपाईँ आसक्त हुनु भएन, त्यो हो अलोलुप्तम। मार्दवम भनिन्छ कोमलता, कठोरता चाहिएन। वाणीमा पनि कोमलता होस्, शरीरका अङ्गहरूमा पनि, आँखामा या वाणीमा मात्रै कोमलता नआएर हृदयमा पनि कोमलता हुनु पर्यो। ह्री भनेको लज्जा, जो लगभग आजको समाजमा हराइसकेको छ। लज्जा भनेको लोक र शास्त्र विरुद्ध कर्ममा लाज मान्नु। आज त्यो छैन समाजमा। कतिपय कुराहरू हराउँदै गए। कहीँ न कहीँ यसको जिम्मेवार हामी पनि हौं। मान्छेले बाबुका डरले भए पनि जनेउ लगाउँथ्यो घरमा, तर आज त्यो बाबुको डर पनि छैन। शास्त्रको त परै जाओस्। ह्री भनेको शास्त्र विरुद्ध कर्ममा लाज। अचापल्य भनेको व्यर्थ चेष्टाको अभाव हुनु। अनि तेज, क्षमा, धृति भनेको धारण गर्ने क्षमता। धैर्य छैन आजको मनुष्यमा। सानो सानो कुरामा पनि ठुलो लडाई हुने गर्छ। शौचम भनेको बाहरको शुद्धता, शारीरिक शुद्धता, व्यवहारिक शुद्धता, द्रव्यको शुद्धता। के कसरी शुद्ध हुन्छ भन्दा सत्यतापूर्वक शुद्ध व्यवहारले कमाएको द्रव्य शुद्ध हुन्छ। अब कमाउनु छ भनेर अन्यायपूर्वक कमाएको द्रव्य त्यो शुद्ध मानिँदैन। अनि त्यो शुद्ध द्रव्यले कमाएको, खरिदेको या किनेको अन्न शुद्ध हुन्छ। अनि यथायोग्य वर्तावले आचरण शुद्ध हुन्छ। जल र माटोले शरीर शुद्ध हुन्छ। आज पनि कतिपय साधु सन्यासी प्रातः क्रिया गरिसकेपछि हात धुनको लागि माटाको प्रयोग गर्छन्। साबुनलाई तिनले शुद्ध मान्दैनन्, सरफलाई तिनले शुद्ध मान्दैनन्। किनभने शास्त्र अनुसार यदि मानियो भने यो माटाको शरीर वास्तवमा माटो र जलले मात्रै शुद्ध हुन्छ। अनि यो बाह्य शुद्धता भयो। शरीर शुद्ध हुनु, व्यवहार शुद्ध हुनु, आपको द्रव्य शुद्ध हुनु, अन्न शुद्ध हुनु। अनि भित्रको शुद्धता के हो भने मनमा कुनै प्रकारको कपट नहोस्, राग, द्वेष। अब यो राग भनेको के हो? जो तपाईलाई राम्रो लाग्यो, जो तपाईलाई प्यारो लाग्यो, त्यसको तपाईले दोष हेर्न सक्नुहुन्न। जो तपाईलाई प्रिय लाग्छ त्यसको दोष देख्न सक्नु हुँदैन। अनि द्वेष भनेको के हो भने जो तपाईलाई नराम्रो लाग्यो त्यसको फेरि राम्रोपन देख्नुहुन्न, गुण देख्नुहुन्न त्यसमा तपाईले। आफ्नो छोरालाई यदि माया गर्नुहुन्छ भने त्यसको नकारात्मक चीजहरू कतिपय समयमा नजरअन्दाज हुन्छन्। रागान्त भएपछि मान्छेले नराम्रो पक्ष देख्दैन और द्वेषान्त भएपछि उसले राम्रो पक्ष देख्दैन। यो राग, द्वेष र कपट आदि विकारको नाश भएर अन्तःकरण शुद्ध हुनु नै भित्रको शुद्धि हो। अनि अद्रोह भनेको कसैमा पनि शत्रु भाव नहुनु। नातिमानिता भनेको आफूलाई ठुलो नमान्नु। यति भए नि 26 वटा तपाईका दैवी सम्पत्ति भएका मानिसको
तेजः क्षमा धृतिः शौचम् अद्रोहो नातिमानिता भवन्ति सम्पदं दैवीम् अभिजातस्य भारत। भगवान श्री कृष्णले अर्जुनलाई यो 3 श्लोकको माध्यमबाट दैवी सम्पत्ति भएका मनुष्यको लक्षण बताइदिनु भयो। अब आसुरी सम्पत्तिको लक्षण के हो त भन्दा एक श्लोकमा दम्भो दर्भोऽभिमानश्च क्रोधः पारुष्यमेव च अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम्। एक श्लोकमा 6वटा गुण भनिदिए आसुरी सम्पत्तिका। जस व्यक्ति के अंदर आसुरी गुण छन् के हो? सबभन्दा पहिला के भन्दा दम्भ। दम्भ भनेको जो जस्तो छैन त्यस्तो देखिने प्रयास गर्छ। नुहाएको होइन बिहान तर चन्दन इत्यादि लगाएर समाजले मानुस् कि यो नुहाएर आयो। आफू आहार विचार राम्रो छैन, आहार व्यवहार राम्रो छैन तर चार मान्छेको अगाडि बस्दाखेरि यो प्रयास गर्छ कि म त एकदम शाकाहारी हो, शुद्धताको प्रतीक हो। जो जस्तो छैन त्यस्तो देखिने प्रयास गर्छ भने त्यो दम्भी हो, पाखण्डी हो। दर्प भनेको घमण्ड, अहंकार हुनु। अभिमान पनि अहंकारकै रूप हो। क्रोध हुनु, ईर्ष्या हुनु, अनि पारुष्य भनेको कठोरता। यो सबै आसुरी सम्पत्ति भएका मनुष्यको लक्षण हो। अज्ञानी हुनु, यो 6वटा आसुरी सम्पदाको भयो। अब फाइदा र घाटा के छ त? आसुरी सम्पत्ति हुनु र दैवीय सम्पत्ति हुनु। दैवी सम्पदा जो हो यो मुक्तिको कारण हो। अघिल्लो श्लोकमा भन्छन् दैवी सम्पत्ति मोक्षाय निबन्धाय आसुरीमता माशुचः सम्पदं दैवीम् अभिजातस्य पाण्डव। अर्जुनलाई आफ्नो गुण थाहा छैन, अझै पनि ऊ दैवी सम्पदाको व्यक्ति हो भन्ने उसको ध्यान गएन र भगवानले भन्छन् यो जो दैवी सम्पदा हो यो मुक्तिका लागि हो र आसुरी सम्पदा बन्धनको लागि हो। तर त चिन्ता नगर, त सर्वदा दैवी सम्पदा युक्त होस् भनेर अर्जुनलाई भन्छन्। 2 प्रकारका नि मनुष्य हुन्छन् यो समाजमा। दौ भूत सर्गौ लोकेस्मिन् दैव आसुर एव च। 2 प्रकारका। अब समाजमा भन्नुस्, परिवारमा भन्नुस्, राष्ट्रमा भन्नुस् या संसारमा भन्नुस्, 2 प्रकारका मान्छे हुन्छन्। एउटा दैवी सम्पदाको, एउटा आसुरी सम्पदाको। अब प्रवृत्तिञ्च निवृत्तिञ्च जनान विदुरासुराः न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते। आसुरी सम्पदाका व्यक्तिले के गर्छन् त, कस्ता हुन्छन् त भनेर अब दैवी सम्पदालाई छोडेर आसुरी सम्पदाको विस्तृत जानकारी दिँदैछन् भगवान श्री कृष्णले। प्रवृत्ति र निवृत्ति जान्दैनन् रे। अनि न शौच भनेको शुद्धता पनि जान्दैनन्, आचरण श्रेष्ठ आचरण छैन, सत्यको मार्ग अवलम्बन गर्दैनन्। असत्यम प्रतिष्ठन्ते जगदाहुरनीश्वरम् अपरस्पर सम्भूतम् किमन्यत् कामहेतुकम्। आश्रय रहित सर्वदा असत्य हो भन्छन् यो संसारलाई। अनि ईश्वरलाई पनि मान्दैनन्। त्यसपछि अपरस्पर सम्भूतम् किमन्यत् कामहेतुकम्, यो केवल स्त्री पुरुषको संसर्गले नै संसार उत्पत्ति भएको हो, परमात्मा भन्ने कुनै चीज हुँदैन भन्ने यो नास्तिक विचारधारा राख्छन्। यस्तो दृष्टि लिएर एतां दृष्टिमवष्टभ्य नष्टात्मानोल्पबुद्धयः याय जगतो हिताः। यस्तो दृष्टि राखेपछि यिनी नष्टात्मा जो अल्पबुद्धि मनुष्य हुन्छन् यिनले के गर्छन् भन्दा केवल क्रूर कर्म गर्छन्। भगवानकै डर हराएपछि त कसको डर रह्यो र? यो जगतको नाशका लागि उद्यत भएका छन्। अनि काममा शित्य दुष्पूरम दम्भमान मदान्विताः मोहात् विहित्वा सद्ग्राहान् प्रवर्तन्तेषु क्षिप्रताः। दम्भ मान र मदले युक्त मानिस कुनै प्रकारले पूर्ण नहुने कामनाको आश्रय लिएर अज्ञानको कारणले मिथ्या सिद्धान्तहरू ग्रहण गरेर भ्रष्ट आचरण धारण गरेर संसारमा विचरण गर्छन्। कहिल्यै पूरा नहुने इच्छाहरू भोगेका हुन्छन्। ती भएर अगाडि के भन्छन् भने चिन्तामा परिणयाञ्च प्रलयान्तानुपासिताः कामोपभोगपरमा एतावति निश्चिताः। मृत्यु पर्यन्त पनि पूरा नहुने
मृत्यु पर्यन्त रहने असंख्य चिन्ता लिएर विषय भोगको भोगमा तत्पर रहने र यति मात्रै सुख हो भनेर कुवाको मेढक जसरी जीवन यापन गर्छन्। अनि आशा पाश सदैव थाहा, आशाका संयोग फन्दाहरू लिएर संयोग फाँसीमा बाँधिएका काम र क्रोधको परायण भएर इहन्ते काम भोगार्थम अन्यायनाथ सञ्चयान। अब इच्छाहरू पर्याप्त भए, इच्छाहरू पर्याप्त छन्, पूरा कसरी गर्ने त? अन्यायद्वारा अर्थ उपार्जन गर्नुपर्छ।